म यही चुनावमा चाहिँ भक्तपुर 2 नम्बर क्षेत्रबाट जसले मलाई भिक्टिम बनायो उसैको क्षेत्रबाट चाहिँ यी जो अपराधीहरूलाई परास्त गर्न उठ्दैछु। म पार्टीगत रूपमा छैन अहिले। म चाहिँ सबै तपाईहरू जस्ता आमा बुवाहरू, न्यायप्रेमी दाजुभाइहरूको चाहिँ दिदी बहिनी छोरी भनेर महिलाहरूलाई चाहिँ हिंसाबाट वञ्चित गर्नको लागि त्यहाँ जाँदैछु। होइन, यहाँले भने जस्तो महेश बस्नेतसँग चुनाव लड्न यहाँले जुन एउटा आफ्नो आँट गर्नु भएको छ त्यति सजिलो छ चुनाव के देख्नु भएको छ तपाईँले? म महेश बस्नेतलाई मामुली एउटा गुन्डा नै हो। गुन्डा त धेरै ठुलो दर्जा भयो, टोले गुन्डा हो मेरो लागि त केही पनि होइन। के हो होइन, चुनावी माहौलमा जाँदै गर्दा यहाँलाई पनि अनेक खालका त्यस्ता ट्रेसहरू आउन सक्छ। यो देशमा सुरक्षा छ, यो देशको नागरिक हो म हिँड्न पाउने अधिकार मेरो छैन। म यो देशको नागरिक होइन। म भोट माग्न जान पाउँदिनँ, मेरो स्वतन्त्रता छैन। अनि महेश बस्नेत को हो र? कोही होइन महेश बस्नेत। तपाईँहरूका लागि ठुला होला, मेरो लागि मामुली एउटा टोले गुन्डा हो र एउटा अपराधी हो, हत्यारा बलात्कारी सबै पार्टीको हो। त्यहाँ धेरै जग्गाहरू सार्वजनिक जग्गाहरूका विषय उठेका छन्, हरेक इस्युहरू छन्। त्यो इस्युहरूको लागि नजर गर्नको लागि पनि म त्यहाँ उम्मेदवारी दिन जान लागेको।